हेलो गाइस, के छ त अनि आरामै छौँ नि होइन? म नि आरामै छु। आज चाहिँ मेरो खुङ्ग्रीसम्मको यात्रा हुँदैछ। फेरि आज नै हस्पिटल छोराको स्कुल छुटेर यार दौडिँदै माथि घुम्तीमा आएर स्कुल पठायो त्यसलाई बल्ल अटोमा। अब हामी चाहिँ हिँड्दैछौँ गाइस, बुढाबुढी जान लाग्यौँ। गर्मी औडा छ गाइस, बुढी र म जाँदैछौँ। के छ त बुढी? बोल न, के छ? लाज मान्छन् गाइस, के गर्नु, त्यस्तै छ। कराएको गर्छ रिसलेहरू चुर्न पर्छ। त्यस्तै छ के गर्नु। यही बेलामा फेरि कुनै गाडी पनि पाइन्न कि गाइस। जाम भन्दै हुनुहुन्थ्यो सुस्मिताहरूले, पारि कहाँ पुगे आज। अरे रातो माटो घुम्न जाम भन्दै थिएँ तर गइएन गाइस। कस्तो क्यामेरा पनि कालो आएको कि क्या थिएँ। सुस्मिताहरूले जाम भन्दै थिए, तिनीहरू लगभग यतिखेर रातो माटो पुगे कि पुगेनन् के यार। त्यहाँ छैन बाहिर रातो माटो जाने भन्दै थिएँ, गयो कि के अरे त गाइस। हामीलाई पनि जाम भन्दै थिएँ। फेरि आज बुढीलाई हस्पिटल लग्नु पर्ने भएर म चाहिँ गइनँ। अब फेरि काफल खान जाने भनेको गाइस कतातिर हुन्छ जाने भए सम्पर्क गरौँ। 97 45 39 88 33मा गरौँ। अरे 39मा गरौँ होइन, सम्पर्क गर्दा हुन्छ गाइस। के गर्ने, त्यस्तै छ। काठमाडौँ नाइट बस आउँदैछ गाइस तपाईँहरूलाई। काठमाडौँबाट नाइट बस 10:14 आइपुग्यो। हाम्रो रोल्पामा इन्ट्री गरेर आएको छ गाइस। के गर्नु, त्यस्तै छ होइन। पछाडि गइरहेको छ काठमाडौँ नाइट, देख्न सक्नुहुन्छ गाइस। भाइरल हुनलाई होला यार, पुरा खतरा हरन मारिदिरहेको के। सोलदिराजा को हुनुहुन्छ होइन, जलजला यातायातको ड्राइभर गुर्जी उहाँ को हुनुहुन्छ, पुरा हरन मारिदिरहेको क्या। मोहरी पालै नदिए जस्तो खाइको भइदिएर हिँडिदिएर निराश हुनुभयो क्या। यस्तै छ गाइस, के गर्नु। बुढीको पछाडि आइरहेको मैले भने तिमी त कालो मान्छे, छाता ओर्नु पर्दैन, म पो सेतो छु र ओर्नु पर्छ भन्दैको रिसले चुर्न परेर गाइस। ऊ भाइ खाना नआएर हिँडिया जस्तो हिँडिरहेछन् गाइस। ऊ खुसुक रिसले हो गाइस, रिसले केहीले होइन, रिसले हो। अनि चाहिँ गाइस म स्कुलतिर आएर फर्किँदैछु। छोरालाई सोध्नु गएको स्कुलमा आइपुगेन भनेर गइपुगिसक्यो अरे। अहिले चाहिँ फर्किँदैछु। अब बुढी पनि हस्पिटलबाट आउँदैछ छोरा, अब भेट्नुहुन्छ। त्यस्तै छ। खुङ्ग्रीतिर घुमघाम भइरहेछ अहिले चाहिँ, त्यस्तै छ गाइस। के गर्नु होइन, खुङ्ग्रीतिर हिँडिरहेको छ होइन, त्यस्तै छ गाइस। फाइनल गाइस म चाहिँ चोकमा आइसकेको होइन। हस्पिटलबाट आउँदैछन् होइन, ढलक्क भिड्दै आउँदैछन्। आएर अब के हुन्छ नै सुन्नु होला गाइस। आइपुग्यो कहाँ गइ पुग्ने त कुरा पनि त पैसै छैन म। जब 10 रुपियाँ छ, 10 रुपियाँको सेन्टर भने ल्याउ सोध्दिनँ पैसा नभएर के भन्यो केरा खानु लाग्छ गाइस। केरा खान्छु भनेर एउटा केरा किन्ने गाइस। त्यो केरा खाएर हिँड्नु लाग्यो। मेरो पैसाले किनेर आज मेरो भर्खर घर आइपुगेको गाइस। फेरि जाम भन्ने फेरि अब उता कति र ब्याङ्कसँग गएर आउनु पर्यो, दोमै गएर आउनु पर्यो गाइस। के गर्नु,
यस्तै छ फेरि अब गाडा साडा खेल्नु गइन्छ हेर्दै गर्नु होला है गाइड निरन्तर अब गाडा जाने फेरि स्विमिङ गरेको पनि देखाउँछु फेरि भर्खर अहिले पाएर म अब फेरि डोमै ब्याङसम्म गएर आउनु पऱ्यो गाइस